नेपालको इतिहासमा यस्ता धेरै पानाहरू छन् जसले नेपालीको वीरता र स्वाभिमानको कथा संसारलाई सुनाउँछन्। तर ती मध्ये नालापानीको युद्ध एक यस्तो स्वर्णिम अध्याय हो जहाँ संख्यामा कम भएर पनि नेपाली सैनिकहरूले विश्वको सबैभन्दा शक्तिशाली मानिएको बेलायती साम्राज्य ब्रिटिश एम्पायरको सातो उडाएका थिए। यो केवल एक युद्ध थिएन, यो त नेपाली माटोप्रतिको अगाध प्रेम र मर्न तयार तर झुक्न तयार छैन भन्ने अटुटको प्रतीक थियो। आजको यो विशेष प्रस्तुतिमा हामी तपाईलाई सन् 1814 को त्यो कालखण्डमा लैजाँदैछौँ जहाँ देहरादुनको नालापानीस्थित खलङ्गा किल्लामा वीर बलभद्र कुँवर र 600 नेपाली वीर वीराङ्गनाहरूले हजारौंको बेलायती फौजसँग टक्कर लिएका थिए। सन् 1814 को समय एकातिर उदय हुँदै गरेको गोर्खाली साम्राज्य थियो जसले पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म आफ्नो सिमाना विस्तार गरिसकेको थियो। अर्कोतिर भारतमा आफ्नो जरा गाडिसकेको र बाँकी भाग कब्जा गर्न आतुर ईस्ट इन्डिया कम्पनी थियो। बेलायतीहरूलाई गोर्खालीहरूको बढ्दो शक्ति र हिमालको रणनीतिक व्यापारिक मार्गहरूमा उनीहरूको नियन्त्रण मन परिरहेको थिएन। गभर्नर जनरल लर्ड हेस्टिङ्सले नेपालसँग युद्धको घोषणा गरे। उनले नेपाललाई चारैतिरबाट घेर्न 4वटा ठूला सैन्य टोलीहरू पठाए। त्यसमध्येको एउटा टोलीको नेतृत्व मेजर जनरल रोलो रोबर्ट जिलेस्पीले गरिरहेका थिए, जसको लक्ष्य थियो देहरादुन हुँदै श्रीनगर र गढवाल कब्जा गर्नु। देहरादुनबाट केही किलोमिटर टाढा एक उच्च पहाडमा अवस्थित थियो खलङ्गा किल्ला। यो किल्ला निकै सामान्य र काठढुङ्गाले बनेको थियो, तर यसको नेतृत्व गरिरहेका थिए 28 वर्षीय युवा कप्तान बलभद्र कुँवर। जिलेस्पीले सोचेका थिए कि एउटा सानो किल्ला र केही थान सिपाहीलाई हराउन एकै दिन काफी छ। उनले बलभद्रलाई आत्मसमर्पण गर्न पत्र पठाए। तर बलभद्रको जवाफ इतिहासमा अंकित छ। म यो किल्ला कसैको पत्र पढेर होइन, आफ्ना तलवारका धारहरूले रक्षा गर्न आएको हुँ। जिलेस्पी क्रोधित भए र 300-500 भन्दा बढी सुसज्जित सिपाही, भारी तोपखाना र आधुनिक बन्दुकहरू लिएर किल्ला घेर्न पुगे। उता किल्लाभित्र बलभद्रसँग केवल 600 मानिस थिए, जसमा महिला र साना बालबालिकाहरू पनि सामेल थिए। 30 अक्टोबर 1814 बिहानीको किरणसँगै बेलायती तोपहरूले खलङ्गा किल्लामाथि गोला बारुद बर्साउन थाले। किल्लाको पर्खाल सानो थियो, तर गोर्खालीहरूको हौसला सगरमाथाभन्दा उच्च थियो। जब बेलायती सेना किल्लाको ढोका तोडेर भित्र पस्न खोज्थे, तब माथिबाट नेपाली महिलाहरूले समेत ढुङ्गा, मुढा र खुडा प्रहार गर्थे। नेपालीहरूले जय महाकाली आयो गोर्खाली को गर्जन गर्दै बेलायती टोलीमाथि जाइलागे। आधुनिक राइफलको सामना परम्परागत खुडा र धनुषकारले गरियो। त्यो दिन जिलेस्पीले आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती महसुस गरे। नेपालीहरूको निशाना यति अचूक थियो कि बेलायती अधिकृतहरू एकपछि अर्को ढल्दै गए। स्वयं जनरल जिलेस्पी, जो धेरै युद्धका विजेता थिए, गोर्खालीको गोली लागेर त्यही मारिए। एउटा सामान्य किल्ला जित्न आएको विश्व शक्तिले आफ्नो प्रमुख कमान्डर गुमाउनु परेपछि बेलायती सेनामा खैलाबैला मच्चियो। पहिलो हारपछि बेलायतीहरूले रणनीति बदले। उनीहरूले बुझे कि सिधा युद्धबाट गोर्खालीलाई जित्न असम्भव छ। उनीहरूले किल्ला बाहिरबाट थप कुमुक रिइन्फोर्समेन्ट मगाए र किल्लालाई चारैतिरबाट घेरे। बेलायतीहरूले एउटा क्रूर चाल चले। उनीहरूले किल्लाभित्र जाने पानीको मुहान सोर्स फेला पारे र त्यसलाई बन्द गरिदिए। किल्लाभित्र भएका 600 नेपालीहरू पानी बिना छटपटाउन थाले। बाहिरबाट तोपको गोला बर्सिरहेको थियो, भित्र पानीको एक थोपा पनि थिएन। घाइतेहरू रगत र प्यासले छटपटाइरहेका थिए। कयौं दिनसम्म पानी नपाएपछि किल्लाभित्रको अवस्था भयावह भयो। तर पनि बलभद्र र उनका सिपाहीले आत्मसमर्पण गरेनन्। अन्ततः 30 नोभेम्बर 1814 मा बाँकी रहेका 70-80 जना वीरहरूले एउटा साहसी निर्णय गरे। किल्लाको ढोका खुल्यो। हातमा नाङ्गो खुकुरी लिएर रगतले लतपतिएका बलभद्र कुँवर र उनका बाँकी सिपाहीहरू बाहिर निस्किए। बेलायती सेना स्तब्ध भएर हेरिरहे। बलभद्रले गर्जदै भने, हामीले यो किल्ला छाडेका हौं, हार स्वीकार गरेका होइनौं। अब तिमीहरूले यो रित्तो किल्लामा कब्जा गर्न सक्छौ। उनीहरू बेलायती घेरा तोड्दै जंगलतिर ओझेल परे। बेलायतीहरूले उनीहरूलाई समात्ने आँट समेत गर्न सकेनन्।
नालापानीको युद्धमा नेपालीहरूको वीरताबाट प्रभावित भएर बेलायतीहरूले खलङ्गामा 2वटा स्तम्भ वोर मेमोरियल्स स्थापना गरे। एउटा स्तम्भ आफ्ना मारिएका वीर सिपाहीहरूको सम्झनामा थियो भने अर्को स्तम्भमा लेखिएको थियो, हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको सम्मानमा। विश्व इतिहासमा वीरले यस्तो घटना हुन्छ जहाँ शत्रुले आफ्ना विरोधीको वीरताको प्रशंसा गर्दै स्मारक बनाउँछ। नालापानीको युद्धले प्रमाणित गरिदियो कि युद्ध हतियारले मात्र होइन, साहस र स्वाभिमानले जितिन्छ। आज हामी जो स्वतन्त्र नेपाली भएर शिर ठाडो पारेर हिँड्न सकेका छौं, त्यो यस्तै वीर पुर्खाहरूको बलिदानको जगमा उभिएको छ। बलभद्र, कुँवर र नालापानीका ती 600 अमर शहीदहरूको गाथाले हामीलाई सधैँ एउटै कुरा सिकाउँछ, देशभक्तिभन्दा ठूलो अर्को कुनै धर्म छैन। यो भिडियो तपाईलाई कस्तो लाग्यो? हाम्रो गौरवशाली इतिहासका यस्तै अन्य कथाहरू सुन्नको लागि हाम्रो पेजलाई फलो र भिडियोलाई शेयर गर्न नभुल्नुहोला। धन्यवाद।